you. How you all are doing? धेरै त भएको छैन भिडियो राखेको, बट देन फेरि आज स्याटरडे अनि आज चाहिँ म धेरै बोल्दिनँ. I'll just show you. म चाहिँ आज मिथलाङ जान लागेको छु सोलो हाइक. अनि टुडे इज स्याटरडे and the time is almost 2:45 and म चाहिँ भर्खर निस्केको छु and then आज म चाहिँ हजुरलाई भिडियो थ्रु देखाउँछु, not much talking. आज चाहिँ म धेरै बोल्दिनँ, भिडियोहरू हजुरलाई देखाउँछु. ओके लेट्स गो. बाटोहरू देखाउँछु. दिस इज बागलुङ बस पार्क. पोखराको बागलुङ बस पार्कमा झर्ने अथवा बागलुङ बस पार्कमा पुग्ने एन्ड देन हामी यहाँबाट भित्र जाने. दिस के भन्छ राष्ट्रिय विभूति शहीद पार्क रे होइन, यहाँबाट भित्र जाने. दिस इज माई आई थिङ्क 5th टाइम टु मिथलाङ. अनि हाइकमा चाहिँ 2nd टाइम. आज चाहिँ बस्दा बस्दा बोरिङ भयो. सधैँ एउटै रुटिन, एभ्री डे एभ्री टाइम द सेम भएर चाहिँ म आज निस्केको छु. आई डोन्ट नो टाइम चाहिँ कति भयो, अराउन्ड 2 भयो कि. म बिहान सानो काम थियो, सो आज बिहान चाहिँ निस्किन पाइनँ. अनि बिहान फेरि घाम पनि लागेको थिएन कि, एकदम जाडो थियो. सो फेरि पानीले दुःख दिन्छ कि भनेर आई वाज प्लानिङ नट टु कम. तर फेरि बट देन अलि पछि चाहिँ आउन मन लाग्यो. यो हामी चाहिँ यहाँबाट भित्र जान्छौँ. धेरै टाढा छैन, तर मैले बिर्सेँ कि लास्ट टाइम कति टाइम लागेको थियो भनेर. अहिले चाहिँ आई विल सी कति टाइम लाग्छ भनेर. अहिले चाहिँ म टाइम हेर्छु. टाइम 2:45 भएछ. Oh my god, I'm late. I'm already late. म कति बेला फर्किने? यहाँ त झर्ना हुनुपर्ने हो. Hello everyone. I'm almost at the top. अहिले चाहिँ टाइम कति भएको छ भनेपछि 3 बजेर सायद 20 मिनट गयो कि. सो अब लेट्स टेक सम रेस्ट कि नै. आई थिङ्क आई हेभ टु गेट अप अर्ली, किनकि म आज ढिला निस्केको थिएँ नि त घरबाट. के ढिला निस्क्यो त, कस्तो जानु भने चाहिँ छिटो जानु पर्दैन. ल I'm not tired. यो ठाउँको नाम बिर्सेर अघि कहाँ थियो, माथि गएर कुन ठाउँ थियो भनेर सोच्दा हैरान भयो म. आज धेरै बोल्दिनँ भने बोल्नै पर्यो. दुःख त पोख्नु पर्यो नि. अब एक्लै आएपछि के गर्नु. ल यस्तो जङ्गल छ है. जङ्गल होइन, भिर. मेरो टिबिया, फिमर, पटेला, हिप जोइन्ट, नी जोइन्ट सब ठिक छ नि होइन. वाट इज दिस फर? यो चाहिँ वाट इज दिस फर? त यस्तो हुन्छ क्या एउटा कुरा चाहिँ, रिफ्रेस चाहिँ हुन्छ क्या एटलिस्ट. अनि एटलिस्ट इन अ मन्थ
एकचोटि हिल्सहरूमा पुगेन भने त के मजा भयो त हिल्सको यस्तो बिचमा बसेर होइन सबैको एउटै रुटिन भयो क्या आई वाज लिटरली गेटिङ बोर्ड मेरो दिमाग काम गरिरहेको थिएन पढ्नलाई सो आई एम रिचार्जिङ माइ सेल्फ टुडे रिचार्जिङ हो कि एनर्जी ड्रेन चाहिँ गरिरहेको अब थाहा भएन बट माइन्डलाई त बडीलाई चाहिँ भएन माइन्डलाई चाहिँ म कहाँसम्म कतिसम्म पुगेँ आधी पुगेँ कि अघि त आधी पुगेँ जस्तो लाग्थ्यो अब फेरि यो कस्तो खालको बाटो आयो ठिकै छ लेट्स गो मेरो माई फुट ठिक छ नि अलमोस्ट पुगिहाल्यो नि ल 3:20 त भयो भर्खर त्यही पनि म खासमा तल एउटा दिदीले अड्काएर अड्किएँ कि त्यो दिदीले के भन्नुभयो भने माथि त धेरै टाढा छ नि बाटो कस्तो जङ्गल छ एक्लै जान लानु भएको नजानु यता अर्को बाटो हिँड्नु बरु म वाकै गर्ने भए भन्नुभयो है उहाँ पनि नयाँ हुनुहुँदो रहेछ अनि म एकछिन भयो कि म आएको त हो यो बाटो खासै डर लाग्दो त थिएन तर नोबडी नोज होइन कति बेला के हुन्छ ठिकै हो आफ्नो सेफ्टीको ख्याल त गर्नुपर्छ तर पनि म चाहिँ 10 मिनट मैले भन्नुको मिनिङ चाहिँ म 10 मिनट तल अल्झिएँ कि अदरवाइज आई वुड ह्याभ रिच्ड 10 मिनट अलि अगाडि अलिकति बाँकी छ धेरै छैन ल है त्यही हो कति भयो 3:30 1 घन्टा पनि भएको छैन म उकालो चढ्न लागेको उकालो चढ्न होइन तलैबाट हो मैले टाइम हेरेको त ओके त्यहाँ चाहिँ म कति टाइमसम्म पुग्छु हेरौँ है 3:30 हुन लाग्यो लेट मी सी ओके ओहो पुग्यो मिथलाङ दुईटा हात्ती किन राति छ त नट इभन एन आवर म पुगेँ थ्याङ्क यू फर भिजिट होइन क्या अहिले म भर्खर वेलकमिङ हुँदैछु त्यो सरङकोट म चाहिँ आइपुगेँ कति मिनटमा म यहाँ आइपुगेँ 55 मिनटमा तल्लोबाट तल्लो पनि होइन कि अझै तल्लो उताबाट सो दिस इज मिथलाङ ल अब अलिअलि एडभेन्चरस हुनु पर्यो होइन सी दिस लेट्स रन यस आई डिड इट Done with the singing and it's already 4:30 p.m. so I have to get ready to go back because I'll be rati parcha ma ekle sunta so yes let's go 5% battery hunda pani मैले तपाईहरुलाई सम्झेको छु कि म
झर्दैछु तल म 4:46मा माथिबाट स्टार्ट गरेको आई सो यु कति बेला म तल पुग्छु अहिले कति बजी आएको छ 5 बज्नु 2 मिनट जति बाँकी छ ओके होइन हिँडिराख्ने बानी अनि जस तपाईँले भनेर मैले छिटो छिटो गएँ कि छिटो छिटो पुगेँ नभए अलिक ढिला हिँड्थ्यो होला ल लाउनु राख्नु भयो धन्यवाद होइन होइन भयो दिदी भयो होइन राख्नु अर्कोचोटि मिलाइदिनु होला कि मलाई बरु होस् होइन लिनु के भयो त नि अर्कोचोटि मिलाइदिनु होला मलाई ल म गएँ बाई वाउ आई ह्याड चटपट अनि त्यसपछि आइसक्रिम सी द आइसक्रिम द अमाउन्ट अन्ली 40 रुपिज सो सबैजनाले मिथलाङ आउँदाखेरि यहाँ चटपट र आइसक्रिम ट्राई गरिदिनु है सी इज भेरी स्विट अनि उहाँले मलाई अलिकति इन्फर्मेसनहरू दिनुभएको भएर चाहिँ म अलिकति आफूले आफूलाई केयर गरेर हिँडेँ कि जस्तो कि म नर्मली हिँडेँ भने यस्तो बिस्तारै हिँड्थेँ कि अर्किँदै अनि त्यसपछि उहाँले गर्दा चाहिँ म लगभग 50 to 55 मिनटमा माथि पुगेँ अलिक छिटो छिटो गरेँ नि त Okay guys, that's it for today. Let's meet on the next vlog. Bye.